वेदर चाहिँ खासै ठिक थिएन, त्यही पनि हामीले प्लान गरिसकेका थियौँ, त्यही भएर जान लाग्यो। गाइज मैले चाहिँ मेरो साथीहरूलाई भेटेँ है, हामी चाहिँ रेडी गाइज हामी 3 जनाको भेट भयो अहिले हैन। हामी चाहिँ मोटरवे जाँदैछौँ अहिले, राम्रो भएर तेल हाल्ने ठाउँमा रोक्यौँ र एकछिन रमाइलो गऱ्यौँ। त्यसपछि हामी हिँड्यौँ। जाँदा जाँदै हामीले बाटोमा स्टोनहेन्ज हिस्ट्रिकल ल्यान्डमार्क देख्यौँ, तर झर्न पनि मिलेन, हामीले हेरेर हिँड्यौँ। त्यसपछि हामी गाडीमा रमाइलो गर्दै नाच्दै अब हेर 5 घन्टाको बाटो थियो हैन, ड्राइभ गर्न कति गाह्रो हुन्छ, त्यही भएर हामी चाहिँ रमाइलो गर्दै गयौँ बाटोमा, रमाइलो भयो। हाई गाइज हामी चाहिँ खाना पुगिरहेछौँ। बाटोमा रोक्यौँ। हाई गाइज हामीले चाहिँ खाने ठाउँै पाएनौँ, त्यही भएर हामी खाना बोकेर फर्किँदैछौँ। सुरु गरौँ खाने समय आयो, हाम्रो खाने टाइम हो ल। यता नि हामीले चाहिँ खानाहरू घरमै बनाएर गाडीमा लिएर हिँडेको थियौँ, त्यही भएर बिच बाटोमा रोकेर खायौँ। खरबुजाहरू पनि लिएर गएको थियो। त्यसपछि हामी स्ट्रेट कर्नवाल जाने भनेर हिँड्यौँ। बाटोमा कतिखेर घाम लाग्ने, कतिखेर पानी पर्ने भइरहेको थियो। फाइनल्ली गाइज हामी चाहिँ काराभेनमा पुग्यौँ। त्यसपछि म चाहिँ यो घरको भित्र यताउतिको भ्यू देखाउन थालेँ, तर राम्रै थियो घर पनि। त रुमहरू चाहिँ सानो थियो, तर भ्यू यताउतिको धेरै राम्रो थियो। थ्याङ्क यू फर वाचिङ गाइज, बाई।